विदेशमा बसे पनि नेपालीलाई अथाह माया गर्ने र सहयोग गर्ने महान नारी सुशीला राई। नेपालमा कुनै पनि रोजगारीको बाटो पहिलाउन नसकेपछि बाध्यतावश आफ्नो दुधे बालक आमाको काखमा सुम्पिएर नेपाल छोड्न बाध्य भएकी सुशीला राई, जो प्रदेशमा भए पनि नेपालमा उनको मुटु धड्किने भएको कारण आफ्नो जन्मभूमिमा दुखीहरूलाई आफ्नो कमाई साथै टिकटक, युट्युब मार्फत साथीहरू बनाएर सहयोगको अपिल गरी किडनी फेल बिरामी, क्यान्सर बिरामीहरूलाई र अनगिन्ती सेवा गर्दै आइरहेकी सुशीला राईज्यूले नेपाल स्नेही काखमा पनि बडा दशैंको अवसरमा लट्टा कपडा, भोजन, सेवा गरी महालक्ष्मी पूजाको दिन नेपाल स्नेही काखमा तत्कालै परेको आपत, बसिरहेको स्थान छोड्नुपर्ने बाध्यतालाई मध्यनजर गरी घर बनाउनलाई उनी लगायत उनका टिकटक ग्रुपले रु 1,01,000 सेवा प्रदान गर्नुभएको छ। सेवा प्रदान गर्न आउनुहुने निरन्तर नेपाल स्नेही काखलाई साथ दिनुहुने गणेश गिरीज्यू, इन्द्र कुमारी राईज्यू, विकास पौडेलज्यूबाट सेवा प्रदान गरिएको थियो। उहाँहरूको टिमको नाम मैले यसरी स्क्रिनमा देखाएको छु। उहाँहरूलाई धेरै धेरै धन्यवाद र सम्पूर्ण टिमलाई धेरै धेरै मनैदेखि धन्यवाद।